खाली सुहाएको केही सफालेको जङ्गल जस्तै। दाउरा टिप्न पर्यो। अब दसैँ गयो। अब तिहारको लागि सेलरोटी पकाउने दाउरा कस्तो राम्रो रहेछ। सेलरोटी पकाउने दाउरा त यहाँ त ओहो यहाँ त कस्तो हो क्या। हामी सानो हुँदाखेरि स्कुल पढ्दाखेरि स्कुलबाट भएर त्यस्तै म लक्ष्मी खेल्ने गर्थेँ छुट्टी भएको बेलामा। दाउरा त कति लगेर तिहारको रोटी बनाउनु चाहिँ गजब हुँदो। तिहारको रोटी चाहिँ मजाले पाक्ने रहेछ। कस्तो मजाको सुकेको दाउरा। कस्तो राम्रो। सबैजना दसैँ मनाएर मामा घर जान्छन्, ससुराली जान्छन्। हामी त यही जङ्गलमा आइरहने। यस्तो त हो त्यो जङ्गल।